हाई हेलो एभ्रिवान, सेवार हो। म चाहिँ खानासाना खाएँ, त्यसपछि बिहानको काम पनि डल्लै सक्यो। त्यसपछि केस नआएर चाहिँ यहाँनिर घाममा बसिरहेछु जाडो भएर। अन्त अहिले एकछिनमा चाहिँ म चाहिँ रोड जानु छ 4 माइल दोकान। किन भन्दाखेरि चाहिँ मैले चाहिँ अहिलेसम्म खाएको चिज चाहिँ बनाएर खाऊँ, टेस्ट गरौँ भनेर चाहिँ सोच्दैछु अब एकछिनमा। तर मैले चाहिँ त्यो कुरा चाहिँ अस्तिदेखि नै खानु मन लागेको थियो। बजारतिर जाँदाखेरि पनि हेर्दाखेरि पनि कहीँ पनि देखेकै थिइनँ। यहाँतिर आज चाहिँ बनाएर खाऊँ भनेर चाहिँ सोच्दैछु। अहिले एकछिनमा जान्छु। मेरो चाहिँ केस चाहिँ पुरा झर्दैछ, यी पुरा पातला भयो, पुरा पातला भयो, पुरा केस झर्दैछ। पुरा केस झर्दैछ। यी भुइँभरि केस झऱ्यो, भुइँभरि केस छ। मेरो यो केस चाहिँ नि एक दिन आज धुयो, अब भोलि ग्याप गरेर पर्सि धुँदा पनि यति साह्रो चाहिँ केस झर्छ। के भएर चाहिँ यति साह्रो केस झरेको। अहिले भर्खर धुँदाखेरि यति झरेको थियो, फेरि पनि कोर्दाखेरि यति झऱ्यो। पुरा केस झर्छ। यति केस झऱ्यो, पातला भएर नि त केस यति भइरहेछ। तर फेदमा चाहिँ यस्तो हाँगा चाहिँ पलाएको छैन मेरो। फेरि झरी जति कोर्यो त्यही झर्छ त। कस्तो केस झऱ्यो। के भएर यति साह्रो केस झरेको। चिन्ता हुन्छ होला कुन दिन चाहिँ केस झरेर। मलाई चाहिँ पुरा सर्दी लागिरहेछ। बेलुका चाहिँ ज्वरो पनि आउला जस्तो हुन्छ। अन्त हिजो बेलुका चाहिँ ज्वरोको दबाई खाएर सुतेको थिएँ, हाफ आधीको आधी। मेरो चाहिँ पलाएको केस चाहिँ यहाँनिरसम्म पुगेको छ, यहाँ पुगेको छ। यो कलर गरेको चाहिँ फेदमा थियो, अहिले यति पुगेको छ। 1 वर्ष भयो। यता मुनि मुनि चाहिँ यहाँ पुगेको छ। यो त अस्ति मैले हाइलाइट गरेको थिएँ। जति चलायो उति कोर्यो उति झर्छ। के झर्यो। यहाँ हाम्रोमा चाहिँ त्यति घामै आउँदैन, रुखले छेकेर। वरिपरि पुरा रुख छ, त्यसले गर्दाखेरि चाहिँ घामै छेक्छ, एकछिन मात्रै आउँछ। मेरो चाहिँ अनुहार चाहिँ पुरा सर्दीले चाहिँ बिमारी भइरहेछ। अब म चलाउँछु, त्यसपछि एकछिन रेस्ट गर्छु, अन्त जान्छु। म चलाइसकेँ। म चाहिँ यसरी चाहिँ यो जुन चाहिँ ब्ल्याङ्केट सुरा छ नि, त्यो चाहिँ मोजा भित्र यसरी हाल्छु, किनभने तातो हुन्छ। त्यसले गर्दाखेरि जहिले पनि विन्टरमा चाहिँ म चाहिँ यस्तै गर्छु। यो मोजा चाहिँ दिदीले बुनेर पठाइदिनु भएको। यतिसम्म बुनेको भए चाहिँ राम्रो हुन्थ्यो रहेछ।